दामी बनाउँदा भयो एउटा हो त्यसमा चेपेर खाइदिउँ Okay, yeah. Left is left and right is right, mate. Have a good time. Double. Double. Wow. What about you do? रेसिपी प्रतिमान के भनेको त्यो भने सिआइडी चलाउने यो नाउ नाउ मजाले गर ल यता हेर त मजा आइरहेछ यस आज चाहिँ लास्टै भिड रहेछ मोटर पार्कमा है सो अहिले स्टारको छुट्टी पनि चलिरहेछ र मोटर पार्क चाहिँ फुल छ यतातिर बस्ने ठाउँ सबै यहाँ चिया पिउँदै बस्नेहरू यता खेल्ने धमाधम खेलिरहेछन् केटाकेटीहरू रमाइलो छ सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आज चाहिँ हामी सबै फ्यामिली यहाँनिर बोटिङ गर्न आएको छौँ मोटर पार्कमा So you guys are ready to boating? Huh? Are you guys ready for boating? Yeah. 1, 2, 3, 7. यस्तो छ है आजको वेदर चाहिँ बबाल छ घाम बबाल लागेको छ है कुनमा खेल्ने हाँसकोमा खेल्ने कि ड्रागनकोमा खेल्ने कि हर्सकोमा खेल्ने छानी छानी यहाँ खेल्ने रहेछ होइन Which one you want? You? That one. You said dragon before. Yeah, but I don't want dragon. Okay. No, I don't want dragon now. I don't want dragon. Henry! Henry, Henry, look what she did. तिमी कुनमा चढे भन त ड्रागन कि स्वानमा हर्स पनि छ तीनटा छ ड्रागन हर्स सन which one you want? Dragon horse or sun? Huh? Where's the horse? It's there. You see the 21, 22, there's a horse. I can't see any. The 21, 22 are the horse. Yeah, you see there. That's a horse. How much is on the horse? 5 people, 4 people I think. 4 people only. There you go guys, अब चाहिँ हामी यहाँनिर टिकट सिकट लिनेछौँ त्यसपछि चढ्नेछौँ वेदर इज भेरी नाइस टुडे You have to go in हाम्रो बोटिङ चाहिँ अब सुरु भएर रहेछ Within them, the pedals, no matter who's pedalling, 5 sets of pedals go around at the same time. So if one of you stops pedalling, just watch your feet, and the steering is done with that in the middle. Okay, yeah. Left is left and right is right, mate. Have a good time. Okay, thank you. थ्याङ्क यू ल पिछु गर्छ है ल है सुरु भयो हाम्रो यात्रा इज सुरु हामी चाहिँ 1 घन्टाको बोटिङ रिजर्भ गरिसकेको छौँ पाइलटमा मिलन राई को पाइलटमा म यहाँ ह्यान्डी यताबाट पाइलटमा को पाइलट हामी चढ्नु मिल्दैन अरे नि त नि नेक्स्ट टाइम ल म लिएर आउँछु नेक्स्ट टाइम फेरि कुदाउने तिमी आऊ ल यु वान्ट टु राइड यु वान्ट राइट अब यहाँ अगाडि बस्छु भन्दै थियो क्या यहाँ अरे त्यही त यहाँ बस ल नि यहाँ आऊ यहाँ ल यो सही रमाइलो भइरहेछ है एक्सर्साइज पनि भइरहेछ आज वेदर पनि दामी खुलेको छ पिचु डिड यु इन्जोय यहाँ आयो भन्नु यस चाल्ने है यसरी हायर गरेको छौँ हामीले 1 आवर्सको लागि टिकटकमा हाल्ने खालको तरिकाले भ्लगमा हाल्ने खालको तरिकाले एउटा रिलहरू क्या ल ल मैले भरे उयो यो पुरानो ढुङ्गा हो भन्नेमा बनाउँछु सिटो हेर्नु त हाई हान्दैछ Did you enjoy? Yes. Yes. यस अहिले चाहिँ मान्छे प्याक भइसकेको छ अहिले सबै भरियो होइन कस्तो खाएको छ धेरै आइसक्यो यहाँ आउँदाखेरि 3-4 जति थियो अझै टन्नै भरिसक्यो है ल गाइज अब रमाइलो भइरहेछ हजुर चिलरहरू मजा आइरहेछ कोड है डिड यु इन्जोय गाइज ओके एक्सर्साइज दामी भइरहेछ है गाइज है ल दिनमा 1 घन्टा आएर बोटिङ गरेर भने चाहिँ जिमै जानु पर्दैन रहेछ ऊ त्यस्तो फेवातालको टाइप्सको पनि रहेछ है लु यहाँनिर चलाउने यो नाउ
यो त यो पो खेल्नुपर्छ होला नेक्स्ट टाइम आउँदाखेरि यो चाहिँ नाउ टाइप्सको रहेछ यहाँ चाहिँ यो चाहिँ सही रहेछ यार घाम पनि आज ठिकै छ नि त यस्तो छ भने गर्मी पनि भइरहेछ हावा पनि चलिरहेछ शिवनलाई चाहिँ हेडेक भयो अरे त्यो त होइन हेडेक यहाँ अगाडि बसेर नरहेको बिन्दासमा लगाऊ लगाऊ चस्मा लगाउनु लगाऊ लगाऊ अहिले चाहिँ गलेर सिकिस्तै भयो यार गलेको अवस्था मजा आएको छ चिल्लर पार्टीहरू के छ अलिक सिद्धि लाग्यो तान है पछाडितिर बक्स लगाएर रेबल रमाइलो भइरहेछ बब्बाल मजा आएको छ बब्बाल अब गएर सानोको डह्रो ह्याप्पी हाल्नु हौसे वर हुन्छ होइन आज सानो पार्टी हो कि आज सानो पार्टी सेकुवा पार्टी हाल्ने भयो आज ए घरको पो घरको मजा उता लानु ल अनि अस्ति जाने पुरा कमेन्टमा जाने उयो त्यो त वेदर स्पोन भइहाल्छ त कहिले हो भोलि पर्सितिर जोतेको भनेर नि होइन नि तान हो घरमा चाहिँ फेरि घरमै हेरे सानो घरको त त्यो उयो बार्बिक्यू हो क्या बार्बिक्यू भरे सबैको घरमा गराउँछ नि अहिले जाने बार्बिक्यू पार्टी आफ्टर यो हाम्रो उयो चाहिँ गलेर सेलेक्ट केही भइरहेको छु म माछा भगाइदियो भने हान्छ होला यता बल्छी पनि हान्दैछ है फिसिङ पनि लड्छ है फिसिङ गर्नलाई चाहिँ तपाईँहरूको यहाँ फिसिङ लाइसेन्स चाहिन्छ यस अब रमाइलो भइरहेछ आज माछा पनि मर्छ कि खासमा भयो एउटा पारेको म पनि देख्दिनँ माछा मारेको त मेरो बसिरहन्छ बिचरा Pichu, how are you? Did you win, Jay? Yeah. Yeah. Okay. हामी चाहिँ गाइज है हाम्रो टाइम नसकिकन अब हामी चाहिँ जाने भयौँ अब्बर गलेको अवस्था होइन अब गलेर फाँक भइसक्यो फेरि आज कतिजना छ बोर्डमा 7 जना छ क्या अन्त गर्ने कुरा हुन्छ त 2 जना मात्रै चाल्ने जसो गाइज त्यस्तै हो अब चाहिँ हामी पार्किङ गर्दै जाँदैछौँ तपाईँहरू पनि आएर यहाँ भिजिट गर्न सक्नुहुन्छ बोट पार्कमा अहिले बोटिङको होइन दामी रमाइलो दृश्य लिँदै फ्यामिली आएर इन्जोय गर्न सक्नुहुन्छ भेरी नाइस वेदर भोलि झन् खतरा गर्नु छ कस्तो लाग्यो तिमीलाई आज कस्तो राम्रो गुड मात्र बेस्ट डे भयो दामी कुन तिमीलाई कुन हाँस मन पर्यो व्हाइट मन पर्यो कि रेड मन पर्यो भन त यु लाइक रेड ओके नेक्स्ट टाइम वी विल ड्राइभ रेड वान ओके ओके ल भाउजू के भन्नु छ कस्तो भयो आज रमाइलो भयो है बच्चाहरूसँग तर हाम्रो टाइम पनि सकिने चाहिँ लागेको छ है तर घरमा बसेको भएर अनि यसो फ्रेस हावा खायो रमाइलो भयो नानीहरू रमायो हामी रमायौँ त्यही हो जस्ट फ्रेस भयो घरमा बस्यो भने यिनीहरू मोबाइल र टिभी हेरेरै बस्छ त्योभन्दा यहाँ यसो कोठाभित्रमा फ्रेस भयो नि त केटाहरू फ्रेस केटाकेटीहरू पायो फ्रेस अक्सिजन जङ्गलमा लगाइज त्यही हो अब हामी लाग्नेछौँ यहाँ पार्क गरेर है एकदम बेस्ट कफी सप त बिच लाने हो भोलिको आउँछ आइपुग्यो हामी अब नेक्स्ट भ्लगमा चाहिँ हामी बिच जानेछौँ होइन थाहा छैन यो भ्लग यहीँ पनि इन हुनसक्छ नेक्स्ट भ्लग चाहिँ हामी बिचमा जानेछौँ ओके अलराइट आफ्टर बोर्डिङ चाहिँ हामी आइसक्रिम खाने भनेर यहाँ केटाकेटीहरूलाई
म चाहिँ खाँदिनँ है केटाकेटीहरूलाई चाहिँ आइसक्रिम खानु मन लागेर यहाँ ल्याइरहेछौँ क्युमा बसिरहेछौँ कि हामी चाहिँ ओ जाडोले हो कि भोकले हो हात पनि कामेछ ल इन्जोय गरौँ हाउ इज नाइस Double. डबल वाट एभर सिट यु सिङ्गल ल आइसक्रिम खाइसक्रिम खायो केटाकेटीहरूलाई चाहिँ रमाइलो है केटाकेटीहरूलाई त रमाइलो त गर्नु पऱ्यो नि अब के गर्नु हामीलाई त त्यस्तै हो मिठो छ मिठो छ ल अब त एकछिन ठिक छ आधी घन्टा जति 1 घन्टा जति होइन भोकले स्याक भइसक्यो म पनि भोकले फ्याक भइसक्यो घरमा ऱ्याप्स खानुपर्ने छ डह्रो गरी ल वेलकम छ मेरो दाइलाई फेरि पनि मेरो भ्लगमा है सेकेन्ड टाइम आफ्टर लङ टाइम तिहार पछाडि फेरि दोस्रो टाइम दाइलाई भ्लगमा ल्याएको छु लाली लाली दाई ह्याप्पी स्टोर ह्याप्पी स्टोर ह्याप्पी स्टोर हाम्रो बार्बिक्यू चाहिँ यहाँनिर अब मासु रेडी हुँदैछ यहाँनिर कोइलाहरू रेडी भइरहेछ होइन दाइ दाइको पहिलाको डान्स त फेरि खतरा अनि लाली लाली दाइको हाम्रो विक्स चाहिँ अगाडि हाम्रो भाउजू फर्स्ट टाइम मेरो भाउजूलाई नि मेरो भगमा स्वागत छ है स्वागत छ के अरे के भनेको त्यो भने ए म त थाहा छैन एसिबी प्रतिमन ओके म रेडी हुँदैछ चटपटे पनि हाम्रो रेडी भइरहेछ अलमोस्ट हाम्रो चटपटे चाहिँ भाउजूको हातको आज चटपटे खतरै हुँदा जस्तो छ है सबै कुराहरू यहाँनिर मिक्स छ होइन हेर्दै खाउँ लाग्दो भएको छ म अहिले खाएर रिभ्यू दिइहाल्छु भाउजूले कस्तो भएको छ खाने हो सबैले खाने हो तिमीहरू सबै खाने हो ल प्लेट लिएर जाऊ यहाँ प्लेट यसमा उसलाई प्लेट देऊ पापड पनि थियो नि यहाँ सेक्वा अल्सो रेडी भयो जस्तो लाग्यो होइन भोक पनि लागिसक्यो वा बास्ना हर हर आयो हर हरि बास्ना आइसक्यो ल खोर्सानी लेक भए दामी म लिएर आउँछु ल हाम्रो यो देखाइसकेको हाम्रो यो समरको फर्स्ट बार्बिक्यू यसपालिको हुँदैछ अचार म लिएर आउँछु यहाँलाई 1 लट हालिसक्नु भएछ होइन यता हाम्रो पाकेको जति चाहिँ यहाँ हो होइन यहाँ पनि भइरहेको तर अझै म पकाउनु पर्ने ओके चिल्लर हालेर बोटको सर्टको लिएर आएको ल अचार पनि लिएर अचार दिदीलाई त के भयो कस्तो छ भाउजू सेक्वा मिठो भएको एकदम सही भएको छ नि हरियो चटनीसँग दामी यो चाहिँ लोकल टाइप्सको क्या म्याग्नेट नगरिकन हरियो खोर्सानीसँग होइन सही हुन्छ नि स्मोकी फ्लेभर अरूलाई चाहिँ म्याग्नेट गरेर खान्थ्यौँ भने यो चाहिँ स्मोकी हरियो खोर्सानीमा ल हाम्रो यो समरको फर्स्ट बार्बिक्यू डर लागेको हरर मुभी हेर्ने उयो अनि भित्तामा फर्केर पोर्कको चिकन चाहिँ भित्र पाक्दैछ सिपुराले नानीले सोफामा हेर्दा टिभी हेर्दा चटपटे नानी खेल्दै जाँदै बेरी लानु पराएको बोलेर बसिरहेको थिएँ कराउँदै बसिरहेको थिएँ क्या दामी बनाउँदा भयो एउटा हो त्यसमा चेपेर खाइदिउँ खोर्सानी सोर्सानी हालेर है हरियो खोर्सानी एक्लै खेल्दैछ एक्लै इन्जोय गरिरहेछ आज मात्रै कहाँ पर्दा भोक लागेर आफै माम भनेर आयो होइन कचौरी सबै खायो नि 2 ग्लास लिडीले खायो धन्यवाद भोका छ बिचार त्यसलाई भोक पनि लाग्यो बाहिर भएपछि अरूले खाएपछि त्यसलाई उयो लाग्छ क्या त्योहरूमा प्रायः त्यसको
पापड त नेता पो सबै आइसक्यो खाँदैछ त कसले हो ल ल ल इन्जोय गरेर ल ल ल खाऊ 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 खानुपर्छ खाएकै काम लाग्छ होइन ल वेलकम सहिता हेर्दाखेरि चाहिँ मलाई यार मेरो भ्लगमा कपिराइट लाग्छ